Hello everyone, welcome to my new vlog. यहाँहरुलाई चाहिँ मेरो नयाँ भिडियोमा स्वागत छ। आज सुनिल र म सुनिलको रुम जाँदै छौं के। यो कोसेली सुसेली बोक्दै र गाउँबाट कोसेली लिएर आथे। त्यही सुनिललाई बाँड्नलाई लाँदै छु। सुनिल कहाँ छौ तिमी? सुनिल कहाँ छौ? यहाँ हो तिम्रो लागि मैले कस्तो कोसेली ल्याइदिएको छु। अब हामी यहाँबाट हिँड्छौं अनि त्यसपछि स्वाट लार आत्मज्ञान गाडी चढ्छौं। यताबाट यता जान्छौं। हिँड्दै हो क्या आज हाम्रो हिँडाइ चाहिँ डह्रो होला जस्तो लाग्यो। सुनिल तिमी कहाँ हिँडेको? म मेरो रुम हिँडेको। कसलाई लिएर गयो तिमीले? तिमीलाई नि हो। आउग्र नगर न। तिमीलाई लिएर हिँडेको। म हिरो भएर हिँडे हिरो त हिरो नै हो क्या सुनिले। म चाहिँ गुन्डा है खासमा। यस्तो झल्लु पारामा हिँडेको छु क्या। 15 minutes later. सो हामी जब ओर्लिने बेला भइसक्यो हामी ओर्लिन थाल्यौँ। त्यही नै सुन्दर आइसक्यो। यत्रो भिडमा छिर्दा बल्ल धराराको छेउछाउ आछौँ। हामी दुईजना चाहिँ हामी चाहिँ सानो छौँ कि हराउँछौँ भने जग्जै हुन्छ क्या। अलि सानो परियो क्या अलिकति। तपाईँलाई म धरा टक्क लाएर देखाउँछु। कता धरारा चाहिँ मेरो अफिस आइसकेको छु। सबै मेरो साथीहरू छन् यता। मेरो साथीहरू सब साथी यता हुनुहुन्छ, साथी यता हुन्छ। के छ यार साथी? धेरै पछि भेटियो त। साथी के छ? एकदम ठीक छ। मेरो अफिस चाहिँ यो हो खासमा भन्नुपर्दा। ओहो के छ साथी यार? धेरै पछि जी हुनुहुन्छ हाम्रो फ्रेन्ड। यता शिक्षा हो, उहाँ चाहिँ मोनिका मिस हुनुहुन्छ। ओ तिमी पनि हेर त मिस शिक्षा। उसले चाहिँ पुरै लिचीको रुखे बोकेर आएछ। यो त सत्य। यो चाहिँ हाम्रो अफिस हो। म यो अफिसमा तर आज मेरो छुट्टी छ। त्यस साथीलाई भेट्नु मात्रै आएको। मेरो बारेमा के भन्न चाहनु भयो र अनुपजी? यसरी फर्काउन। अनि तपाईँले त पुरा गफ दिनु भएको थियो त। म हुँदा त अफिस झलमल हुने रे भनेर। अब सबलाई सोध्छु। तिम्रो पनि आएर झलमल्ल छ अनि झलमल्ल त म नहुँदा चाहिँ बत्ती जाने हो र? अब तिमी भनेको अब हाम्रो खेमजी भनेको त हाम्रो अफिसको रौनक भन्छ। जी त के हो, म आउँदा अफिस झलमल हुन्छ नत्र अँध्यारो हुन्छ भनिरहेको त के यसको मतलब के हो? त्यो त अचम्म लाग्यो। के भनेको त यो? होइन म चाहिँ त्यो उयो हो क्या, बत्ती हो क्या। बत्ती तपाईँहरू हुनुहुन्छ त। लक्ष्मी होइन त तपाईँहरू? लेडिज लक्ष्मी होइन त? यता झन् हाम्रो शीतलेश्वर महादेव भन्ने पर्दैन। सकिएछ त एक प्लेट त। त्यो क्यामेरा समात्नै आएन। कसरी समात्ने हो? आऊ न बाबु।